लगाउँदै फरिया आवाज त कागको जस्तो छ भयो दिदी को आयो बोला ल तिमी नमस्ते सिजलिङ नमस्ते रोहनी के आज सिन्दुर लगाएर बसिरहेछ त रोहनीले यो दाजु त मलाई त मैले त चिनेको छैन चिन्नु भयो त अब यस्तो फेमस मान्छेहरूलाई नचिनेर हुन्छ अस्ति नै भर्खर मैले जोइन गर्दै अब खडा ढिक्ला हानिदिएको नि केही छैन सरी फरक केही छैन तिजको बेलामा यहाँ दिदी बहिनीको अब म माइत जाने माइत चाहिँ मेरो माइत चाहिँ यहाँ दिदीको घरमा हो नि त्यसले म त बिहा गरिसकेँ अहिले बुढो घरमा माइत जानको लागि कुरा गर्दैछु स्वामीजी कहाँ हुनुहुन्छ त अनि स्वामी चाहिँ मेरो दाजु ल स्वामी भनेको दाजु मेरो बर्मा भाषामा स्वामीलाई दाजु भनिन्छ बर्मा भाषामा नेपालमा त स्वामीलाई बुढा पो भनिन्छ अरे नि हो नि स्वामी भनेको दाजु हो उता बर्मा भाषामा त्यसैले सबैलाई स्वामी भनिरहेको हामी चाहिँ भ्रममा रहेछौँ नि त पहिले भन्नुपर्छ नि रोनी मैले त मिस्टर तामाङ स्वामीलाई पनि स्वामी भनेको सबैलाई त भन्दिनँ नि फेरि रिस उठ्ने भन्नु नि भएन त्यही त सबैलाई त दाजु भन्छु जिरपेटेको गोरमा चिरपेटकै खाएर मर पर्ने हो आज मेरो ड्युटी अफ छ अरे ठिक छ तिम्रो बोयफ्रेन्ड दाजु झर्ला फुली फेरि असली हो हेलो भन्न मात्र सिजलिङलाई लाइक जोइन गरिरहेको थिएँ रोनी पनि रहेछ म काठमाडौँदेखि ए काठमाडौँ कता टोखा ए टोखा हजुर टोखा भनेको ग्रान्डीतिर है हजुर हजुर के गर्नु हुँदैछ अन्त म त्यही फोटो एडिटिङ गर्दैछु ए ओके ओके हजुर हामी अस्ति पनि जोइन भएको थियौँ हो हजुर हजुर ए हजुरको त रिसेन्टली बिहा भएको अरे नि त है हजुर कङ्ग्रेचुलेसन्स अलिकति ढिलै भए पनि मलाई चाहिँ अस्ति कमेन्टमा भनिराख्नु भएको थियो क्या ए ओके मैले पनि भन्छु कङ्ग्रेचुलेसन ल तपाईँलाई थ्याङ्क यू रोनी थ्याङ्क यू फलो पाउँछु कि मैले पनि फलो ब्याक दिनुहुन्छ कि कुनै यहाँ फलो गरेको छु आउनु न लाइभ भइहाल्छ नि तपाईँहरू जस्तो मान्छेले फलो गर्दाखेरि मैले फलो ब्याक नदिउँला त एकदम चर्चित कलङ्कारी तथा मोडल रोहनी हो नि फेरि कलङ्कारी पो हो कलाकारी कलङ्कारनी रे क्या मलाई थाहा छ म त हँसाउनुको लागि कलङ्कारनी भन्छु क्या थाहा छ मलाई थ्याङ्क यू हुन्छ ल नयाँ गीत आएको के हो तपाईँको नयाँ गीत आएको छ अरे के गीत हो भन्नु त पोखरेली नानी मेलिना दिदीले गाउनु मेलिना दिदी र हाम्रो मैले हेरेको थिएँ अस्ति मेलिना राई भनेको मेरो एकदम फेभरेट चर्चित कलाकार हो रोमानीको फेभरेट भनेर भनिरहेको थिएँ भन् के ऋतु के रे ऋतु मेरो साथी हेर त फुली पनि लगाएको सिन्दुर पोते पनि लगाएको छ हेर्न यहाँ आङमा के त ओके रोहानी ल हजुर राम्रोसँग फोटो एडिट गर्नुहोस् है ओके मैले त जानेछु दिदीको यो 2 हात भने भए चाहिँ मैले जानेछु नि दिदीले 2 हात भने भए मलाई त भुलेको छैन नि फेरि यो भनेको म भुलेछु कुनै मलाई पनि थाहा छ तपाईँलाई एड गर्नुभएको होइन मैले त थाहा छ मैले पनि गरिनँ उहाँ दाइ त अब दाइ नै भने होइन कस्तो म त फर्स्टमा नाम चाहिँ चिनिनँ कि अस्ति पनि जोइन हुनुभएको थियो क्या कस्तो मजाले पोलाइटली कस्तो राम्रोसँग कुरा गर्नुहुन्छ नि अनि त्यो ऊ दाजुले नै एड गर्नुभएको होला ऋतुलाई साथी त साथी नै हो अलिकति त त्यो छिन् उनीहरू ओए म एङ्ग्री बर्ड मैले होइन के भयो दिदी म त एड गर्दिनँ के भयो मैले पनि गरेको छैन ऊ दाजुले होला अघि नै त्यो उट्रुलाई एड गर्नुभएको बोलाउनुभएको म त दिदीलाई म त बोलाए बाद तपाईँलाई नै सोध्छु आउनु पर्ने मान्छे चाहिँ यहाँ छ को त्यो माथिको राम्रो केटी रानी कलङ्कारनी हो ला मोरिजा घोप्टे ए भगवान के भनेको नि छिछि छिछि यो आइमाईले तपाईँ घरमा दिदी बहिनी छैन मलाई यस्तो बोल्नलाई के भनेको यी आइमाईले तेरीमा झेक्ने मोरिजा रन के भनेको
रुवानीले हामीले मरिरहेको ए कस्तो सराब दिएको एक्कासी यार मजा यस्तो राम्रो मान्छे देखेर हल्का फ्लट हानिदिनु पर्यो भनेको आँखीमा फुली चाहिँदैन गलामा पोतै चाहिँदैन चाहिँदैन मलाई मलाई चाहिँदैन सँगसँगै घुमाउने छैन नि खोइ स्वामी 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 वा म्याचमा गेम खेल्दै हुनुहुन्छ किन कस्तो कस्तो होइन थाइल्यान्ड घुमेको ए थाइल्यान्ड के हो हजुर थाइल्यान्ड घुमेको हेरेर चाहिँ त्यहाँ हात पक्री पक्री डुलेको देखिरहेको थियो कि फेरि मेरो दाजुको हात पक्रिँदा पनि के हुन्छ रिस उठ्छ। के हुँदैन फेरि भन्दै भन्नुहुँदैछ है कोही छैन मेरो कोही छैन किनेर ल्याइदिने कोही छैन सिरैमा फुल लाउने थियो रहर चुप अघि तपाईँलाई एक प्याकेट किनिदिएको त यसो देवन दाजु तपाईँ चाहिँ थाइल्यान्ड कहिले आउने म थाइल्यान्डमा हो त थाइल्यान्डमा थाइल्यान्ड भयो तपाईँसँग भेट्ने होइन दिदीसँग भेट्नु थाइल्यान्ड दिदी छिट्टै आउनु थाइल्यान्ड आउनु ला, ल घुम्नुपर्छ के पो भन्थ्यौ नि त पहिला म्युथाइ गर्दाखेरि त स्वादी खाप खापुङ खाप पुरा के दाजु रे अरे के दाजु रे सट्टीबान दाजु सट्टीबान के सट्टीबान शक्तिमान दाजु अरे हल्का तपाईँको नाम अब यी कत्रो ठुलो त्यो डल्लो के हो डल्लु बुबु डल्लो बुबु फुल लाउने थियो मेरो रहर रोनी हजुर तिम्रो पनि हेरिदिउँ न डल्लो खै मेरो त छैन आजको त घट्यो सबै यसरी गर्नु तर चुराको आवाज चाहिँ दामी छ है बी माइनरमा बजिरहेको छ है चुराको आवाज चाहिँ फेरि हेर न जिरफेरको गोरमा चिरफाटे खाए बारी मर फर्नी हो फेरि के भन्छ टेन्सन लाग्यो म चुरोट तान्नु पर्यो टेन्सन त्यो तपाईँहरू चुरो धेरै खाएर भित्रको के भन्छ नि कलेजो फोक्स पनि कालो भइसक्यो होला कालो कलेजो फोक्सो कालो भयो के गर्नु